फाइनल्ली हामी चाहिँ अहिले महेन्द्र मोरङ कलेजमा छौँ है। यहाँ चाहिँ केटीहरूको खानै हुन्छ भनेर भान्डा चाहिँ एक्साइटेड थियो होइन। अब हाम्रोतिर पनि सुकुना बहुमुखी क्याम्पस छ नि त होइन, उता हाम्रो छेउमा। अनि त्यो पनि केटीहरूको खानी हो क्या, त्यो पनि सरकारी कलेज हो। अनि त्यहाँ पनि निकै नै धेरै केटीहरू आउँछ। अब हेरौँ, यो चाहिँ मानविकी सङ्काय रहेछ है। हामी अब यहाँदेखि पनि अगाडि बढ्दैछौँ। हामी यतादेखि आएको पछाडि जुन हेर्दै हुनुहुन्छ त्यो भाग चाहिँ हामी अहिले भर्खर यतादेखि आएको। ओहो ल ल ल मिला मिला। अब कलेज त अहिले बन्द छ, मान्छे पनि देख्दिनँ, टिचरहरू चाहिँ हुनुहुँदो रहेछ। अनि आज चाहिँ हामी पनि महेन्द्र मोरङ कलेजमा छौँ है। महेन्द्र मोरङ क्याम्पस हजुरहरू पनि हेरिहाल्नु, यस्तो छ है। यता चाहिँ महेन्द्र मोरङको क्यान्टिन रहेछ है। कसैलाई भोक लाग्यो भने यता खान पाइन्छ है। यता चाहिँ यो चाहिँ नेपालको झन्डा बनाएको रहेछ। स्कुटी लिएर आउँछु भनेर मलाई कुराको स्कुटी स्टार्टै गर्न सकेन। स्कुटी कुदाउने अरे स्कुटी नै अन गर्न सकेन। फाइनल्ली हामी चाहिँ अहिले महेन्द्र मोरङ कलेजमा छौँ है। अनि हामी अब हल्का महेन्द्र मोरङ कलेज यसो फिल्डतिर घुम्नु जाँदैछौँ। अब प्रशासन चाहिँ पुरै बन्द रहेछ होइन। अब यहाँ चाहिँ हामी यसो सिबिएसको एडमिसनको लागि बुझ्न आएको थियौँ नि। डक्टर भान्जा छ नि त मेरो, यसैको बारेमा बुझ्न आएको थिएँ। बन्द रहेछ। अनि अब चाहिँ हामी जाँदैछौँ हल्का चौरीतिर घुम्नलाई। हामी अहिले यता चाहिँ व्यवस्थापन सङ्कायमा छौँ। र यो चाहिँ अब के रहेछ भने फ्याकल्टी अफ म्यानेजमेन्ट बिबिएस र बिबिएमको फ्याकल्टी चाहिँ यता रहेछ है। है पान्जा बिबिएस पढ्ने भयो है। यहीँ पढ्छ कि भनेर यसो घुमाउनु ल्याएको है। अब हेरौँ के गर्छन्, भान्जाले कहाँ पढ्छ है। अब भान्जाको चोइस हो। यहाँ चाहिँ केटीहरूको खानै हुन्छ भनेर भान्डा चाहिँ एक्साइटेड थियो होइन। अब हाम्रोतिर पनि सुकुना बहुमुखी क्याम्पस छ नि त होइन, उता हाम्रो छेउमा। अनि त्यो पनि केटीहरूको खानी हो क्या, त्यो पनि सरकारी कलेज हो। अनि त्यहाँ पनि निकै नै धेरै केटीहरू आउँछ। अब हेरौँ विराटनगर पढ्छ कि विराटचोक पढ्छ। अब यसको भाग्य है त्यो चाहिँ। अब म चाहिँ कलेज भिजिट गराइदिँदैछु। मेरो काम चाहिँ यही हो, भिडियो बनायो हिँड्नु। हामी स्कुल पढ्दैदेखि नै सुनेको हो महेन्द्र मोरङ विराटनगरको चाहिँ सरकारी कलेज जुन चाहिँ टप कलेज हो भनेर होइन। अनि आज चाहिँ फाइनल्ली हामी चाहिँ महेन्द्र मोरङ कलेजमा छौँ, घुम्दैछौँ है। घुम्दै जानेछौँ। यता हेरेको जति सबै चाहिँ कलेज नै रहेको छ। अनि यो चाहिँ सायद केही वर्ष अगाडि बनेको होला यो भवन चाहिँ त्रिभुवन युनिभर्सिटी एफिलिएटेड है। कलेज त अहिले बन्द छ, मान्छे पनि देख्दिनँ, टिचरहरू चाहिँ हुनुहुँदो रहेछ। अनि आज चाहिँ हामी पनि महेन्द्र मोरङ कलेजमा छौँ है। यो कलेज चाहिँ नेपाल र भारतको सहयोगमा बनेको रहेछ, जुन चाहिँ यहाँ हजुरहरूले पनि हेर्न सक्नुहुन्छ, लेखेको छ पुरै। हामी यतादेखि यतातिर आउँदैछौँ है। यता चाहिँ मेन प्रशासनहरू रहेको छ जुन हामी उतातिर जाँदैछौँ। मैले यो भवन चाहिँ भर्खर 2077 सालमा चाहिँ शुभ सम्पन्न भएको रहेछ, त्यो शिलालेखमा लेखेअनुसार। हामी चाहिँ जाँदैछौँ अब यतातिर। यो चाहिँ महेन्द्र मोरङ क्याम्पसको ग्राउन्ड रहेको छ, जो चाहिँ निकै नै ठुलो रहेछ। महेन्द्र मोरङ क्याम्पसको एरिया पनि ठुलो रहेछ है। यो चाहिँ सायद क्लासरुम होला है। अब त्यो त मलाई पनि थाहा भएन, ज्ञान भवन के भवन लेखेको छ होइन। यिनीहरू चाहिँ क्लासरुमै हुनुपर्ने हो खासमा चाहिँ। अब धेरै आधुनिक भवनहरू त छैन होइन। महेन्द्र मोरङ क्याम्पसको खानेपानी ट्याङ्की अरे क्या। यो चाहिँ मानविकी सङ्काय रहेछ है। अनि हामी अब यहाँदेखि पनि अगाडि बढ्दैछौँ। हामी यतादेखि आएको पछाडि जुन हेर्दै हुनुहुन्छ त्यो भाग चाहिँ हामी अहिले भर्खर यतादेखि आएको। ओहो ल ल ल मिला 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 मिला। यो चाहिँ अब यता जाँदैछौँ हामी। यतादेखि निस्केर चाहिँ हामी अब जान्छौँ है। यो कलेजलाई पनि टाटा बाई बाई गुड नाइट भनेर है।
हामी महेन्द्र मोरङको अगाडि के भन्छ प्रशासन भवनतिर आउँदैछौँ है। अब यता पनि जाने बाटो छ, यता पनि छ। हामी कता जाने? यता जाने कि यता जाने? यता जाने कि यता जाने? हामी यता जाने। मेरो माथि जो त्यहाँ माइक्रोलोजी ल्याब रहेछ है। मलाई पनि थाहा छैन यहाँ के हो भनेर है। पहिलोपल्ट आएको। अब म यहाँको स्टुडेन्ट पनि होइन, यहाँ कलेज बुझ्न आएको थिएँ। म चाहिँ घुम्दैछु है महेन्द्र मोरङ क्याम्पस। हजुर पनि हेरिहाल्नु यस्तो छ है। अब यता चाहिँ पछाडि भनेको विज्ञान भवन है, अघि हामी भएको ठाउँ। यता चाहिँ कलेज रहेछ है। यता चाहिँ बाहिर जाने बाटो रहेछ है। हामी रङ बाटो चुज गरेछौँ क्या। उतादेखि जाने अघिको बाटो, अगाडि निस्किनु पऱ्यो नि त। अब यता चाहिँ महेन्द्र मोरङको क्यान्टिन रहेछ है। कसैलाई भोक लाग्यो भने यता खान पाइन्छ है। यता चाहिँ यो चाहिँ नेपालको झन्डा बनाएको रहेछ। यो चाहिँ के बनायो मलाई चाहिँ थाहा भएन होइन। यो ताराको आकार जस्तो छ है। अनि यो चाहिँ अगाडिको भ्यू हो है। यो चाहिँ महेन्द्र मोरङको हामी कलेज पस्नुभन्दा अगाडि हेर्न सक्छौँ। यस्तो छ। यो चाहिँ सायद यता प्रशासन भवनहरू या के भवनहरू होला है। अनि अब हामी चाहिँ फाइनल्ली अब महेन्द्र मोरङ क्याम्पस चाहिँ घुमेर सकाउन आँटिसक्यौँ है। यहाँ चाहिँ भवनहरू चाहिँ जस पुरानै रहेछ है, धेरै बनाएको छैन, नयाँ पुरानै भवनहरू छ। क्याम्पस चाहिँ धेरै ठुलो छ। म चाहिँ यहाँ भिडियो बनाउँदैछु। भान्जा चाहिँ अब उता स्कुटी लिन गइरहेछ। स्कुटी लिएर आउँदैछ। अब अहिलेसम्म चाहिँ देख्दिनँ, आउँदै होला है। आउँछ अनि हामी स्कुटीमा चढेर सर चाहिँ अब फेरि गइहाल्छौँ। यहाँदेखि भान्जाले स्कुटी लिएर आउँछ है भनेर कुरिरहेको, लास्टमा आउनु सकेन। अनि मैले बुझिसकेँ यसले तालसाको लक चाहिँ खोल्न सकेन भनेर त्यहाँ छ है। अनि अब म जाँदैछु। यसले खोल्नै सकेन नि त होइन, स्टार्टै गर्न सकेन। अब कहाँ सकेर मैले हेराइदिँदैछु है। स्कुटी खोल्न नसकेको यहाँ छ। स्कुटी लिएर आउँछु भनेर मलाई कुराको स्कुटी स्टार्टै गर्न सकेन। स्कुटी कुदाउने अरे स्कुटी नै अन गर्न सकेन। अब मैले चाहिँ स्कुटी पनि अन गरिदिएँ है। यो चाहिँ लिएर आउँछ। म चाहिँ अब जाँदैछु अगाडितिर। भान्जा आउँदै गर्छ नि त, यसो टक्क भिडियो बनाइदिन्छु भान्जाको नि। यो चाहिँ है सरस्वती पूजा, सरस्वती मन्दिर रहेछ है। आज चाहिँ सरस्वती पूजाको दोस्रो दिन पनि हो है। मेरो ड्राइभर आउँदैछ है। आइपुग्यो।